आईसीसी पुरुष टी20 विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल इंग्ल्याण्डसँग 4 रनले पराजित भएको हो। इंग्ल्याण्डले दिएको 185 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा 6 विकेटको क्षतिमा साहसिक रूपमा ब्याटिङ गर्दै 180 रन जोड्यो। आज हामी नेपाली क्रिकेट इतिहासको एउटा यस्तो खेलको बारेमा कुरा गर्दैछौं जहाँ नेपालले विश्व विजेता इंग्ल्याण्डलाई पराजित गर्न मात्र 1 कदम बाँकी राखेको थियो। आईसीसी टी20 विश्वकपको यो रोमाञ्चक भिडन्तमा नेपाल मात्र 4 रनले पराजित त भयो, तर नेपाली टोलीले विश्वको मन भने पक्कै जितेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले 20 ओभरमा 7 विकेट गुमाएर 184 रनको बलियो योगफल तयार पार्यो। खेलको सुरुवात नै धमाकेदार रह्यो जब डेब्युट्यान्ट शेर मल्लले आफ्नो करियरको पहिलो बलमै खतरनाक ओपनर फिल साल्टलाई आउट गरेर सबैलाई अचम्ममा पारे। तर इंग्ल्याण्डको इनिङ्सलाई जेकब बेथेल र कप्तान ह्यारी ब्रुकले सम्हाले। बेथेलले 55 र ब्रुकले 53 रनको योगदान दिए। अन्त्यमा विल ज्याक्सले 18 बलमा 39 रनको विस्फोटक इनिङ्स खेल्दै नेपाललाई 185 रनको चुनौतीपूर्ण लक्ष्य दिए। नेपालका लागि बलिङमा दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले 2-2 विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले 1-1 विकेट झारे। 185 रनको लक्ष्य पछ्याउन मैदान उत्रेको नेपालको सुरुवात राम्रो रह्यो। कुशल भुर्तेलले 29 रन जोडे पनि नेपालले 42 रनमै दुवै ओपनर गुमायो। त्यसपछि सुरु भयो कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको ऐतिहासिक 82 रनको साझेदारी। यी दुईको ब्याटिङले एक समय इंग्ल्याण्डको क्याम्पमा डर पैदा गरिदिएको थियो। रोहितले 39 रन बनाए भने दिपेन्द्रले 44 रनको शानदार इनिङ्स खेले। यो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्को ठूलो इतिहास पनि रचे। उनी टी20 आईमा 1000 रन पूरा गर्ने र नेपालका लागि समग्रमा 2000 रन बनाउने पहिलो खेलाडी बनेका छन्। तर 15औं ओभरमा साम करनले दिपेन्द्रलाई आउट गरेपछि खेलको मोड बदलियो। अन्तिम ओभरमा जितका लागि 10 रन आवश्यक थियो। क्रिजमा सेट ब्याटर लोकेश बम थिए, तर इंग्लिश बलरको कसिलो बलिङका अगाडि नेपालले 20 ओभरमा 180 रन मात्र बनाउन सक्यो र खेल 4 रनले गुमायो। हार त हार नै हो, तर इंग्ल्याण्ड जस्तो टोलीलाई 180 रन बनाएर टक्कर दिनु नेपालको ठूलो सफलता हो। आजको खेलमा तपाईलाई कुन खेलाडीको प्रदर्शन सबैभन्दा राम्रो लाग्यो? के नेपालले अर्को खेलमा पुनरागमन गर्ला? आफ्नो विचार तल कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को अपडेटमा भेट्नेछौं। जय नेपाल।